फेरि गयो फेरि स्कुल सस्तै क्या त्यो त्यो समयमा क्या उसले हामीलाई यो जुन चाहिँ रत्न पाएको थियो त्यो टाइममा तिमी देख्नु पर्ने क्या हामीलाई पछि अनि मजा आजभोलि मजा आउँछ कि दैनिक पारा त्यो लगाउने गेटअप अलि राम्रो चाहिँ त्यो मान्छेले देख्नु पर्ने हुन्छ त्यसलाई नेपालको नक्सा बनाउने बेला पनि एउटा जिन्सको त्यो हात ज्याकेट आउनुभयो मलाई त्यो बिपी चोकमा त्यो झाडु लगाउन ऊ लगाइरहेको थियो कि अरू लगाइरहेको थियो दाइ आउनुभयो यस्ता असर लाग्नुभयो क्या त्यो पिठो जस्तो के पिठे भन्नु हो त्यो आउनु सर गराउनु भयो भाइले सक्थ्यो कि बाल तर मैले गर्नै सकेँ गएर त्यो आएर गर्ने थिएँ र एकदम हुन्छ नि त्यो रमाएर हो गर्नै हो त्यही कुराले मैले त्यो उ नगर्न सकेँ कि यस्तो कुराहरूबाट ओभरकम हुनु यो भन्नु चाहिँ के गर्न सकिन्छ क्या त्यसपछि यहाँ आएर त्यो मेरो दिमागबाट हुन्छ नि एक कप चिया पिउनु 1-1.5 घन्टा लाग्ने एक चिजको पानी फेरि जाने पर्छ फेरि आउनु खुब सोच्थेँ कि मलाई चाहिँ फर्स्ट लक्ष्मणलाई भन्दाखेरि आज त्यही दिमागमा चाहिँ त्यही याद आउँछ आज त त्यो गेटअप नलेखे त धेरै भयो त्यसलाई चाहिँ बाहिर चाहिँ मलाई फेसमा बाहिर कोर्सहरू गराउनु हुन्थ्यो क्या बाहिर ठ्याक्कै तपाईँलाई त्यहाँबाट चाहिँ केटाहरू